हेलो गाइस, गुड मर्निङ टु अल है। तपाईँहरूलाई मेरो भ्लगमा स्वागत छ। फेरि म आज बारुला फुकाउनको लागि म आइसकेको छु बारीमा। बाहिर भाउजूले बारुला देखेको रहेछ, त्यसलाई निकाल्नको लागि म आउँदैछु। पिनालु बारीहरू जानु भएको छु। यो हाम्रो भैया बारी हो। यो यहाँ काट्नलाई म चाहिँ यहाँ बारुला भएको लोकेसनमा आइसकेको छु। यस्तो छ। तर मैले बारुला किन चाहिँ नपोलिकन निकालेको भन्दाखेरिमा यो बारुलाको माउहरू पोल्यो भने त डढ्छ, मर्छ। तर हामीले यतिको निकाल्यो भने, पोला मात्रै निकाल्यो भने त्यो माउहरू त अर्को ठाउँमा फेरि पोला लगाउँछ अनि त्यसले नयाँ फेरि बनाउँछ। त्यस कारण मैले नपोलेको। अब म यो निकाल्नको लागि रेडी गर्छु। हेर्दै गर्नुहोस् है गाइस। अब यसरी यसलाई चाहिँ पन्छाएर ट्याक्कै निकालिन्छ। यो चाहिँ निकै ठुलो हुन्छ। यो चाहिँ पहेँलो बारुला हो। मैले निकालिसक्यो। छोड गाइस, निकालिसक्यो। आजको शिकार भरे टक्क बनाएर यत्रो हुन्छ। यो ठुलो बनाउँछ कि यसले चाहिँ। यो चाहिँ पहेँलो बारुला हो। अब म चाहिँ घरतिर लाग्छु। अब ट्याक्क ग्वाप खाइन्छ।